जेन्जी प्रोटेस्टमा नेपाल मार्केटमा इन्स्योर्ड लसेसको क्लेम चाहिँ करिब 23 अरब रुपियाँको क्लेम आएको छ। 23 बिलियन एनपिआरको क्लेम आएको छ। अब यो अहिलेको यो जुन मुभमेन्ट भयो नि जेन्जी मुभमेन्टमा धेरैवटा गभर्मेन्ट बिल्डिङहरू पनि हामीले देख्यौँ नि, तिनीहरूको के इन्स्योरेन्सहरूको थिएन सर। भन्दाखेरि इकोनोमीको जुन लस छ त्यसको 20 देखि 25% को मात्रै हाम्रो चाहिँ बिमाको दायरामा परेको छ। कुनैको डकुमेन्ट कम्प्लिट छैन, टेक्निकल अलिकति डिस्क्रिपेन्सीहरू कहीँ होला, त्यसको लागि अलिकति कुनै टाइम लागिरहेछ। तर इन्सुरेन्स कम्पनीले 23 अरब क्लेम परेकोमा करिब 5.5 देखि 6 अरबको आसपास चाहिँ सेटलमेन्ट गरिसकेको छ। यसमा उसले आएर यहाँ क्लेम गरेछ, उसको त्यो सम्पत्तिको संयोगले बिमा छैन, न किता नम्बर मिल्छ, न वार्ड नम्बर मिल्छ, न भवन मालिकको नाम मिल्छ। द्याट इज नट इन्स्योर्ड। त जसको बिमा नै छैन उहाँको लागि त कुनै अप्सन नै भएन नि। इन्स्योरेन्स चाहिँ धनी हुनको लागि होइन कि गरिब हुनुबाट बच्नुको लागि चाहिँ यो गरिन्छ। एक्ज्याक्टली। नेपालको जिडिपीको करिब 3.7% मात्रै इन्सुरेन्सको दायरामा छ मात्रै। 2015 एडीमा भूकम्पले हाम्रो देशमा धेरै ठुलो नोक्सान भयो। 9,000 को आसपास त लाइफ्स गए र त्यसपछि तपाईँको अर्बौं रुपियाँको सम्पत्ति तपाईँको खरानी भयो। त्यो केसपछि अलिअलि मान्छेको मनमा एउटा चाहिँ के आयो भने होइन यार बिमा त हामीले गराउनै पर्छ। अझै इन्क्रिज गर्नलाई चाहिँ डिफिकल्टीहरू के छ त सर? अब इन्सुरेन्स कम्पनीलाई बुस्टअप गर्ने एउटा उपाय मलाई के लाग्यो भने अलिकति हाम्रो गभर्मेन्टको चाहिँ अलिकति फोकस हुनु पर्यो। कर्णाली प्रदेशमा घरहरूको चाहिँ 20 लाखसम्मको बिमा कर्णाली सरकारले गरिदिएको छ। हेल्थ इन्स्योरेन्स चाहिँ अहिले हेर्दाखेरि गभर्मेन्टको र सरहरूको जस्तो कम्पनीहरूबाट भइरहेछ होइन। यति धेरै क्लेम आयो, सरले सोच्न पनि सक्नुहुन्न। त्यो क्लेम चाहिँ क्लाइन्टले त या पेसेन्टले या इन्स्योर्डले त आफ्नो उपचार गरायो, ऊ त आफ्नो घर गयो। अब अल्टिमेटली अस्पतालवालाले त पैसा कसो पाउने? सरकारसँग पाउने। र त्यो चाहिँ टाइममा पैसा नआएको हुनाले चाहिँ मेनी अफ द हस्पिटल्स उहाँले चाहिँ यो सिस्टमलाई बन्द गरिदिए। नमस्ते, वेलकम टु द थर्ड एपिसोड अफ गुड कन्स्ट्रक्सन प्र्याक्टिसेस। टुडे आई एम टकिङ विथ आवर गेस्ट मिस्टर दीपक धूत, who is the Deputy CEO of Siddharth Premier Insurance. I welcome you, sir. Thank you so much, Casey sir. It's a privilege to be here. Okay, thank you. Can you give us a small brief about your introduction? Oh yeah, thank you so much once again. And I am Deepak Kumar Dhoot. I'm the Deputy CEO of Siddharth Premier Insurance, as you say right now. Hazir. So I have been in this insurance industry since last 3 decades. Hazir. And I joined Siddharth Premier in the year 2006. And before joining Siddharth Premier, I was with NLG Insurance, and there I worked for 11 years. Okay. अनि हजुरको ब्याकग्राउन्ड अलिकति यो स्टडिजको ब्याकग्राउन्ड चाहिँ कस्तो थियो सर? म एक्चुअली के थियो भने म विराटनगरमा थिएँ पहिला होइन। विराटनगरमा मेरो पढाइहरू त्यही विराटनगरमै भएको थियो सुरुमा। हजुर। म मारवाडी कम्युनिटीमा बिलोङ गर्छु। हजुर। र त्यसमा के छ भने प्रायः हाम्रो चाहिँ अलिकति व्यापारमा उद्योगमा नै बढी लाग्छन्। तर मलाई चाहिँ के छ भने होइन, यो होइन, यो अब हजुरबुवाले गरेको काममा यसरी त्यसैको पछाडि पढ्नु भन्दा एउटा नयाँ लाइन जाउँ, एउटा नयाँ डिरेक्सनमा हामी पकडौँ भन्ने मेरो इच्छा थियो त्यो। त्यही भएर मलाई चाहिँ एउटा इन्सुरेन्समा अलिकति म पढ्थेँ, त्यसको विषयमा मलाई धेरै इन्ट्रेस्ट पनि जाग्यो। र मेरो एकजना रिलेटिभको थ्रु म चाहिँ इन्सुरेन्स इन्डस्ट्रीमा छिरेँ। र छिरेपछि जब म काम गर्न थालेँ मलाई काम गर्न बडा आनन्द आयो। यो त राम्रो काम पो रहेछ, एक किसिमको सेवा पनि छ जस्तो लाग्यो मलाई। अनि मलाई त्यसमै चाहिँ आफ्नो चाहिँ करियर बनाउन मलाई इच्छा भयो। ओके, यु लभ द वर्क। एक्ज्याक्टली। ओके। अब सर, अब यो इन्सुरेन्सको कुरामा नि हजुर धेरैले अब बुझेको छैन होइन, यो अब सरल किसिमले जाँदाखेरि अब वाट इज लाइफ इन्सुरेन्स र वाट इज नन लाइफ इन्सुरेन्स, त्यहाँबाट सुरु गरौँ न अनि बिस्तारै गरौँ न होइन सर? सर यस्तो छ, इन्सुरेन्स भनेको हामी 3टा कुरा बुझ्नुपर्छ। एउटा हजुरको लाइफ इन्सुरेन्स हजुरले भनिहाल्नु, अर्को जेनरल इन्सुरेन्स छ, अर्को रि इन्सुरेन्स छ। ओके। लाइफ इन्सुरेन्स भनेको यसले चाहिँ मान्छेको जीवनसँग यो रिलेटेड भइहाल्यो होइन। र निर्जीवन भनेको जेनरल इन्सुरेन्स पनि हामी भन्छौँ, चाहे नन लाइफ पनि हामी भन्छौँ। त्यसमध्ये चाहिँ हामी एसेटहरूको इन्सुरेन्सहरू बढी यसमा हुन्छ। जस्तो हामी त्यसलाई प्रपर्टी इन्सुरेन्स भन्छौँ। त्यसै विदेशबाट सामान आउँदाखेरि यहाँबाट माल पठाउँदाखेरि बाटोको बिमा जसलाई हामी मरिन इन्सुरेन्स भन्छौँ, ट्रान्जिट भन्छौँ, त्यो भइहाल्यो। गाडीहरूको इन्सुरेन्स भइहाल्यो, मोटर भेहिकल इन्सुरेन्स भयो। त्यसपछि कन्स्ट्रक्सनहरूको हाम्रो जुन कुरा छ कन्ट्र्याक्टर अल रिस्क, इन्जिनियरिङ पोलिसीहरू भइहाल्यो, हवाईजहाजको एभिएसन भइहाल्यो, पर्सनल एक्सिडेन्ट भयो, हेल्थ भयो, मल्टिपल पोलिसिज त्यो छ। रि इन्सुरेन्स भनेको के छ भने रि इन्सुरेन्स भनेको चाहिँ इन्सुरेन्सको पनि इन्सुरेन्स हो। त्यो कुनै पनि जीवन बिमा या निर्जीवन बिमाले बिमा गर्दाखेरि उसको क्यापासिटी कम हुन्छ। आफ्नो क्यापासिटीभन्दा एक्सिड हुने बित्तिकै उसले चाहिँ पुनर्बिमा गराउनुपर्छ, ताकि भोलिका दिनमा कुनै ठुलो लसेस आयो भने आरामले चाहिँ त्यसको पेमेन्ट गर्न सकौँ। द्याट इज रि इन्सुरेन्स।
अब अलिकति सर यो जुन चाहिँ इन्सुरेन्सको हिस्ट्री छ नि चाहिँ अलिकति ग्लोबल स्केलमा यो कसरी सुरु भयो होइन, अथवा चाहिँ नेपाल अनि त्यसपछि बिस्तारै नेपालको हिस्टोरिकल यो कसरी ऊ भयो भन्ने एउटा इन्सुरेन्सको हिस्ट्रीबाट रमाइलो छ, म हजुरलाई भनिहालौँ। सो हामी 16th 17th सेन्चुरीतिर हामी गयौँ भने त्यहाँ कस्तो थियो भने यसको मेन जन्म भनेको जहाँबाट सुरुवात भएको त्यो चाहिँ तपाईँको युकेमा, लन्डनमा के थियो भने जस्तो हामीहरू अब एउटा साथीभाइहरूको बेलुका आफ्नो कामसाम सिध्याएपछि हामी चाहिँ कफी सपमा बसेर गफसप गर्छौँ, दिनभरिमा के गऱ्यौँ के गरेनौँ, कहाँ के भयो, हामी चर्चा परिचर्चा गर्छौँ। त्यस्तै चाहिँ लन्डनमा चाहिँ एउटा चाहिँ एडवर्ड लॉयड भन्ने मान्छे हुनुहुन्थ्यो। उहाँको एउटा लॉयड कफी हाउस थियो लन्डनमा। त्यहीँ बसेर साथीभाइहरू व्यापारीहरू त्यहाँ आएर गफसप गर्ने बन्दरगाहको छेउमा। आज कुन जहाज अर्जेन्टिनाबाट आउँदैछ, कुन चाहिँ तपाईँको इन्डियाबाट आउँदैछ, कहाँबाट के जाँदैछ, त्यसको बारेमा चर्चा हुन्थ्यो। कुन जहाज कहिले पुग्छ कहिले पुग्दैन, यो आपसमा बेटिङ पनि गर्थे। त्यो गर्दाखेरि त्यो अनुसार चाहिँ बिस्तारै यिनीहरू चाहिँ त्यहीँबाट चाहिँ इन्सुरेन्सको जन्म हो भनेर भन्छन्। भन्दा इन्सुरेन्सको जन्म भनेको मरिन इन्सुरेन्सबाट सुरु भएको, मरिनमा हजुर जुन सिपमेन्टको कुराहरू छ नि त्यहाँबाट सुरु भएको। र यसको चाहिँ मेन मरिनको इन्सुरेन्सको चाहिँ मेन हामी एडवर्ड लॉयडलाई नै हामी मान्छौँ। र त्यसपछि नेपालमा आउँदा करिब 1947 AD-मा नेपालमा सबभन्दा पहिला नेपाल इन्सुरेन्सको जन्म भयो। र नेपाल इन्सुरेन्स भनेको नेपाल ब्याङ्कको नै एउटा अभिन्न अङ्गको रूपमा त्यसको जन्म भयो। र म हजुरलाई एउटा रमाइलो कुरा अरू पनि भनौँ, नेपालमा नेपाल इन्सुरेन्स 1947 AD-मा आयो र 23 साल सबभन्दा फर्स्ट पोलिसी इस्यु भएको गाडीको पोलिसी जुन चाहिँ राजा त्रिभुवनको गाडीको चाहिँ इन्सुरेन्स त्यहाँ भएको थियो। अनि त्यसपछि चाहिँ पहिला त अब त्यहाँबाट सुरु भएपछि त्यो बिस्तारै इन्सुरेन्स कम्पनीहरू बढ्दै गए। त्यसपछि राष्ट्रिय बीमा संस्थान आयो, त्यसपछि अरू कम्पनीहरू पनि बिस्तारै आए। र आजको समयमा नेपालमा 14वटा लाइफ इन्सुरेन्स कम्पनी, 14वटा नन लाइफ इन्सुरेन्स कम्पनी, 7वटा माइक्रो इन्सुरेन्स कम्पनी र हजुरको 2टा रिइन्सुरेन्स कम्पनी छ। टोटल 37 कम्पनीज नेपालमा अहिले छन्। त्यस्तो छ सर। अनि अब सर यो 30 इयर्स जुन सरले अलिकति पर्सनल क्वेसन भयो, यो 30 इयर्समा यो लाइफ इन्सुरेन्स गर्नुको पछाडि चाहिँ रमाइलो चिज चाहिँ के छ सर? जस्तै लाइफ भन्दा पनि मेरो मोड चाहिँ नन लाइफमा मेरो मोड चाहिँ नन लाइफतिर आयो। किन लाइफमा त्यति मलाई चाम लागेन, मेरो आफ्नो पर्सनल। त्यसमा के छ भने धेरै चिज सिक्न पनि पाइँदैन। बिमा गर्यो 10 वर्ष 15 वर्ष 20 वर्ष बिमा गर्यो, त्यसपछि तपाईँको लाइबिलिटी भनेको या त मान्छेको 100 वर्ष पुरा भएर लाइबिलिटी आउने हो, या चाहिँ पोलिसीको म्याच्युरिटीमा लाइबिलिटी आउने हो। र 4-5 किसिमको नर्मल पोलिसी त्यहाँ लाइफमा हुन्छ। तर नन लाइफमा के छ, देयर आर मल्टिपल लाइन्स अफ पोलिसिज, जस्तो मोटर, मरिन, इन्जिनियरिङ, हाउस होल्ड, धेरै पोलिसीहरू छन्। अनि मैले चाहिँ यसमा चाहिँ मैले कदम राखेको हो पहिला चाहिँ नन लाइफमा नै। र मलाई यसमा यति आनन्द आइरहेछ। अहिले पनि 30 वर्ष भयो, अहिले पनि चाहिँ आफ्नो उमेर पनि 50 वर्ष कट्यो, तर पनि आफूलाई अहिले पनि चाहिँ आई एम टु यङ। र मलाई इन्सुरेन्समा अलि अगाडि बढ्दै जानु जस्तो मलाई लाग्छ क्या अहिले पनि। त्यसमा चाहिँ जस्तै स्पेसिफिकली जाँदाखेरि के चिज चाहिँ अब जस्तै भनौँ नयाँ मान्छेहरूलाई पनि फलो गर्नलाई क्यारियर पाथलाई के चिज चाहिँ रमाइलो छ त्यसमा? सर रमाइलो भन्दा पनि पहिला के छ भने 2टा कुरा छ। एउटा त तपाईँको इन्सुरेन्स भनेको कुनै सामान बेचेर पैसा लिने काम होइन। यो 100% ट्रस्टको र रिलेसनको कुरा हो। तपाईँले आफ्नो रिलेसनलाई क्यापिटलाइज गर्नुपर्छ। र यसमा कस्तो छ भने हजुरको रमाइलो किन लाग्छ भने मेरो यदि मार्केटमा मेरो रेपुटेसनको कुरा छ, मेरो पर्सनल लिङ्क छ, मेरो रिलेसन यदि राम्रो छ भने म चाहिँ तपाईँ कहाँ अरू कहाँ पनि म जान सक्छु। हजुरलाई कन्भिन्स गरेर हजुरले मलाई काम दिनु पऱ्यो भने म भन्न सक्छु। त्यसको लागि चाहिँ म चाहिँ कुनै जुन सामाजिक संस्था छ त्यसमा पनि म जानु पऱ्यो, कहीँ लायन्स जोइन गर्नु पऱ्यो, रोटरी जोइन गर्यो, कुनै आफ्नो सामाजिक अरू चिजमा म जोइन गर्नु पऱ्यो। त्यहाँ जोइन गरेपछि म चाहिँ मल्टिपल व्यापारी उद्योगपतिसँग मेरो चाहिँ लिङ्क बढ्छ। त्यो लिङ्कलाई नै मैले क्यापिटलाइज गर्दा जब म काम गर्न थालेँ अनि मलाई यो लाइन चाहिँ रमाइलो गर्न थाल्यो। र बिस्तारै मैले 1 लाख रुपियाँ प्रिमियम ल्याएँ, 2 लाख ल्याएँ, 5 लाख ल्याएँ, 10 लाख ल्याएँ। त्यसपछि मलाई झन् ऊर्जा थपिँदै गयो। त्यस्तो छ सर त्यो सक्सेसले। एक्ज्याक्टली। ओके। जेनरली मान्छेले बुझ्दाखेरि साधारण मान्छेको हिसाबले हेर्दाखेरि चाहिँ इन्सुरेन्स चाहिँ किन गर्नुपर्छ? जस्तै नन लाइफमै लाइफ इन्सुरेन्सको त अब छुट्टै नै भयो। सरको चाहिँ अलिकति किन भन्दाखेरि एज अ डेप्युटी सिइओ होइन, किन गर्ने मान्छेले चाहिँ अब यो इन्सुरेन्स गर्नुको पछाडि चाहिँ मान्छेले धेरै ट्रस्ट गर्दैन, या चाहिँ जानकारी छैन, या चाहिँ अवेरनेस छैन होइन। त किन चाहिँ गर्नुपर्छ भन्ने के छ सर? सर जीवन बिमा या निर्जीवन बिमा गर्नुको पछाडि कारण के छ भने जीवन अनिश्चित छ। जीवन पनि अनिश्चित छ र हामी जुन काम गर्छौँ, व्यापार गर्छौँ, आज आफ्नो
खुन पसिनाको कमाइले हामी व्यापार गर्छौँ, व्यापार विस्तार गर्छौँ। तर हामी के चाहन्छौँ भने एटलिस्ट राति सुत्दाखेरि मलाई निद्रा राम्रो लागोस्। ओके सुत्दाखेरि पनि ओहो मेरो फ्याक्ट्रीमा स्थिति के छ होला, कतै चाहिँ मैले मिटर त अन गरेर राखेको छैन, मलाई केही न केही डर लागिरहन्छ भन्दाखेरि एउटा चाहिँ आफ्नो शान्तिको लागि पनि हो र फाइनेन्सियल प्रोटेक्सनको लागि पनि इन्सुरेन्सको आवश्यकता छ। किनभने आज मैले सानो एमाउन्ट मैले तिरेँ भने भोलि चाहिँ ठुलो लसेस आयो भने चाहिँ एटलिस्ट मलाई इन्सुरेन्सले ब्याकअपको रूपमा मलाई सपोर्ट गर्छ। कमसेकम मलाई कानमा हात राख्छ, ल म यहाँ छु है, चिन्ता नगर, आरामले सौ तिमी, आरामले निन्द्रा ल्याऊ, केही टेन्सन तिमीलाई छैन भनेर। त्यो कारण चाहिँ एउटा चाहिँ हामीलाई शान्तिको चाहिँ एउटा हामीलाई चाहिँ एस्योरेन्स। एक्ज्याक्टली। अब भनिन्छ नि सर, यो इन्सुरेन्स चाहिँ धनी हुनको लागि होइन कि गरिब हुनुबाट बच्नुको लागि चाहिँ यो गरिन्छ भनिन्छ क्या। त्यसमा चाहिँ जस्तै भनौँ न, अब अहिले विभिन्न खालको नन लाइफमा प्रपर्टी अहिले जुन जेन्जीकै पनि धेरै कुराहरू लसेसहरू भयो होइन, त्यसले गर्दाखेरि चाहिँ यो उसमा चाहिँ मार्केटको सिनारियो के छ सर अहिलेको? अहिले जुन जेन्जीको कुरा जुन अहिले टच गर्नुभएको छ नि, हजुर हजुर, यो नेपालमा भएको जुन लसेसमा हजुर यो पनि वान अफ द ठुलो लसेस नै हो नेपाल मार्केटको लागि। र नेप्लिज इकोनोमीलाई राम्ररी हिट नै गरेको छ यसले। इन्सुरेन्स कम्पनीको यो कठिन परीक्षाको समय पनि हो वास्तवमा, इन्सुरेन्स कम्पनीको पनि र रिइन्सुरेन्स कम्पनीको पनि। ओके जेन्जी प्रोटेस्टमा नेपाल मार्केटमा इन्डस्ट्रीमा इन्स्योर्ड लसेसको क्लेम चाहिँ करिब करिब 23 अरब रुपियाँको क्लेम आएको छ। 23 बिलियन एनपिआरको क्लेम आएको छ ओके भन्दाखेरि यसको 4 या 5 फोल्ड्स बढी चाहिँ मार्केट लस छ, इकोनोमिक लस छ। ओके भन्दाखेरि इकोनोमीको जुन लस छ त्यसको 20 देखि 25% मात्रै हाम्रो चाहिँ बिमाको दायरामा परेको छ। 23 अरब रुपियाँको यसमा नोक्सानी भएको छ। र इन्सुरेन्स कम्पनीले कसैलाई एडभान्स पनि सेटलमेन्ट गरिरहेको छ। इट डिपेन्ड्स अपन द साइज अफ द क्लेम। एडभान्स पनि सेटलमेन्ट गरिरहेको छ र बिस्तारै कुनै तपाईँको फाइनल सेटलमेन्ट पनि भएको छ। कुनैको डकुमेन्ट कम्प्लिट छैन, टेक्निकल अलिकति डिस्क्रिपेन्सीहरू काहीँ होला, त्यसको लागि अलिकति कुनैमा टाइम लागिरहेछ। तर इन्सुरेन्स कम्पनीले 23 अरब क्लेम परेकोमा करिब करिब 6 अरबको आसपास, 5.5 देखि 6 अरबको आसपास चाहिँ सेटलमेन्ट गरिसकेको छ यसमा। र अहिले बाँकी पोर्सन जसको इन्सुरेन्स छैन त्यो चाहिँ तपाईँको हाम्रो सरकारी स्वामित्वका भवनहरू भइहाले, अरू संरचना भइहाले, जसको बिमा नै छैन, त्यसको लागि त बिमाको दायरा त केही काम लागेन, किन त्यहाँ त बिमा नै छैन। त्यो नभएको हुनाले चाहिँ हामीले चाहिँ एकदम ल्याग गऱ्यो। हाम्रो देशमा चाहिँ त्यो ठुलो हामीले नोक्सान चाहिँ भएको छ। र इन्सुरेन्स गर्ने भनेको व्यापारी उद्योगपतिहरूले या जसको ब्याङ्कमा लोन छ उहाँहरूको इन्सुरेन्स थियो र उहाँले नियमअनुसार चाहिँ आफ्नो चाहिँ कम्पेन्सेसन उहाँले पाउनुभयो र पाउनुवाले हुन्छ उहाँले। तर जसको बिमा नै छैन उहाँको लागि त कुनै अप्सन नै भएन नि त भन्दा खोज्या। ठुलो लस नै छ मार्केटमा यो। ओके अब एउटा नि सर, अब यो जुन साधारण घरको लागि पनि जस्तै हामी चाहिँ नक्सा बनाउँछौँ, त्यसपछि भनौँ न इन्जिनियर आर्किटेक्टले नक्साहरू बनायो, त्यसपछि चाहिँ हामी नगरपालिकामा पास गर्न जान्छौँ होइन, त्यसपछि बिस्तारै त्यो पास हुन्छ, त्यसपछि साइटमा हामी जान्छौँ, त्यसपछि बनाउँछौँ। यो प्रोसेसमा चाहिँ यो जुन इन्सुरेन्सको रोल चाहिँ कहाँनिर आउँछ? जस्तै नर्मल मान्छेलाई अब अहिले कसरी चाहिँ उसले कहाँनिरबाट इन्स्योर गर्ने? जस्तै प्रपर्टी इन्सुरेन्सकै कुरा अहिलेको उदाहरणबाट हेर्दाखेरि। हजुर सर, जस्तो छ इन्सुरेन्स भनेको तपाईँ हामी जब अहिले प्रपर्टीको कुरा गर्छौँ, प्रपर्टीमा त्यहाँ मल्टिपल मतलब धेरै चिज छन्। प्रपर्टीमा एउटा घर पनि हुनसक्छ, फ्याक्ट्री हुनसक्छ, गोदाम हुनसक्छ, सम्पत्ति बिमाले अन्तर्गतमा। हजुर तपाईँको सम्पत्ति बिमाले अन्तर्गत हाम्रो स्टकको पनि बिमा हुन्छ। तर अहिले हाम्रो फोकस जुन हजुरले भन्नुभएको छ त्यो चाहिँ बिल्डिङमा बढी छ, सिभिल कन्स्ट्रक्सनको कुरा हो। सिभिल कन्स्ट्रक्सन एक्ज्याक्टली। त्यो सिभिल कन्स्ट्रक्सनमा कस्तो हुन्छ भने इन्सुरेन्स भनेको 2टा फेजेसमा गर्न सकिन्छ। एक त हजुरको कन्स्ट्रक्सन जब सुरु हुन थालेको छ, एट द्याट टाइम अल्सो यु क्यान कभर इन्सुरेन्स एन्ड द पोलिसी, द एप्रोप्रिएट पोलिसी फर द्याट इज द कन्ट्र्याक्टर्स अल रिस्क पोलिसी, CAR भन्छौँ हामी। सिभिल कन्स्ट्रक्सनको लागि हामी चाहिँ कन्ट्र्याक्टर्स अल रिस्क पोलिसी लिन्छौँ, जसले चाहिँ के छ भने तपाईँको कामको सुरुवातदेखि लिएर जबसम्म तपाईँको काम कम्प्लिट भएर ह्यान्डओभर हुँदैन तबसम्म तपाईँको त्यो रिस्क कभर हुन्छ। त्यो चाहिँ द्याट इज द कन्स्ट्रक्सन फेज। त्यो चाहिँ कन्ट्र्याक्टरले इन्सुरेन्स जेनरली कन्ट्र्याक्टरले इन्सुरेन्स गराउँछ त्यसको, यदि तपाईँको त्यो कन्ट्र्याक्टर त्यसमा इन्भल्भ छ भने है। ओके। र वन्स तपाईँको घर कम्प्लिट भएपछि ह्यान्डओभर भइसक्यो एन्ड देन तपाईँको रिस्क यता तपाईँको पास भइसक्यो यता एक्ज्याक्टली। अनि त्यसपछि चाहिँ क्लाइन्टले आफूले नै त्यसलाई चाहिँ अब त यो अपरेसनल फेज भयो, त्यसपछि चाहिँ क्लाइन्टले आफै बिमा लिन सक्छ। र त्यो 2 किसिमको बिमा हुन्छ हामी चाहिँ, एउटा सम्पत्ति बिमाले हामी भन्छौँ र अर्को चाहिँ यदि उसको रेजिडेन्सियल घर छ
र 2 करोड रुपियाँसम्मको सम इन्स्योर्ड छ भने त्यो चाहिँ उसले घर बिमा अन्तर्गत पनि बिमा गर्न सक्छ। त्यसको प्रिमियम एकदम नोमिनल हुन्छ हजुरको। सो एउटा चाहिँ हजुरको कन्स्ट्रक्सन फेजमा कन्ट्र्याक्टर्स अल रिस्क पोलिसी भयो, एउटा चाहिँ क्लाइन्ट, एउटा चाहिँ तपाईँको प्रपर्टी इन्सुरेन्स या तपाईँको होम इन्सुरेन्स चाहिँ भयो अपरेसनल फेजमा। बेसिकली यो सिभिल कन्स्ट्रक्सनमै अलिकति फोकस गर्दाखेरि कतिको चाहिँ सक्सेसफुल कन्भर्जन छ भनौँ न, यहाँ चाहिँ क्लेमहरू चाहिँ सेटल गरेको कुराहरू कतिको चाहिँ भएको छ? पहिला त इन्सुरेन्सको पेनिट्रेसनको कुरा गर्नुपर्छ हामीले, किनभने नेपालमा अहिले पनि इन्सुरेन्सको पेनिट्रेसन एकदमै न्यून छ। पहिला 2015मा 2015 एडीमा भूकम्पले हाम्रो देशमा धेरै ठुलो नोक्सान भयो, 9,000 को आसपास त लाइफ्स गए र त्यसपछि तपाईँको अर्बौं रुपियाँको सम्पत्ति तपाईँको खरानी भयो। त्यो केसपछि अलिअलि मान्छेको मनमा एउटा चाहिँ के आयो भने होइन यार बिमा त हामीले गराउनै पर्छ, बिमा गराएनौँ र यस्तो अवस्था आयो हामी त कङ्गालै भयौँ, हामी बर्बाद भयौँ। या कसैले चाहिँ आफ्नो 1 करोड रुपियाँ घरको बिमा 10 लाखको गरायो त त्यसरी बर्बाद भयो। मान्छेमा अलिकति चाहिँ एवेरनेस क्रिएसन त्यसमा आउँदै गयो। अनि मान्छेहरू आएर अफिसमा आएर फोन गरे, इन्क्वायरी गरे, कसैको थ्रु फोन आयो, हामीले बोलायो कि तपाईँ बिमा गर्न आउनुहोस् प्लिज, हामीले बिमा गर्न एकदम आवश्यकता छ, कति के प्रिमियम लाग्छ, मान्छेको इन्क्वायरी धेरै आए। 2, 4, 5 महिनासम्म एकदम राम्रो बिजनेस पनि हुने हामीले आशा देखिरहेको थियो। तर बिस्तारै बिस्तारै के भयो भने अलिकति समय बित्दै जाँदा ओहो यो त भूकम्प त कहिलेकाहीँ मात्रै आउने हो, यो नेचुरल क्याटास्ट्रोफी त कहिलेकाहीँ मात्रै आउने हो, किन फाल्तु पैसा तिर्ने? 1 करोडको बिमा गर्दाखेरि 5-7 हजार रुपियाँ प्रिमियम इन्सुरेन्स कमाइ लिन्छ, मैले 5 वर्षमा तिरेँ भने मेरो 25 देखि 30 हजार रुपियाँ खर्च हुन्छ, केही हुँदै हुँदैन किन पैसा तिर्ने? मान्छेको मानसिकता त्यस्तो भयो, त्यो चेन्ज भयो। जसको तपाईँको ब्याङ्किङसँग उसको रिलेसन छ भनौँ न, ब्याङ्कसँग उसको लोन छ या फाइनेन्स कम्पनीसँग लोन छ, उहाँले त एज अ म्यान्डेटरी रूपमा उहाँले बिमा गराउनै पर्यो, नभए उसलाई बिमा गराउन कुनै आवश्यकता छैन। त्यो हाम्रो देशमा अलिकति एवेरनेसको त एकदमै कमी छ। हामी समय समयमा चाहिँ एवेरनेस प्रोग्राम पनि हामी गरिरहेछौँ र हाम्रो रेगुलेटरी बडीले पनि टाइममा चाहिँ एवेरनेसको लागि नयाँ कार्यक्रम पनि गरिराख्नु भएको छ। तर पनि अहिले धेरै काम गर्न बाँकी छ नन लाइफ इन्सुरेन्समा। ओके, अनि यो अहिले जस्तै भनौँ न यो इन्सुरेन्सको मार्केट प्रेजेन्स चाहिँ कस्तो छ? सर यदि हामी कुरा गर्छौँ भने नेपालको जिडिपीको करिब 3.7% मात्रै इन्सुरेन्सको दायरामा छ, मात्रै 3.7 मात्रै। ओके, धेरै कम यो चाहिँ नन लाइफमै नै एज अ होल इन्सुरेन्स। अब भनौँ न 3.7% द्याट इज नथिङ, धेरै कम छ नि सर। एक्ज्याक्टली भन्दाखेरि अलिकति यसमा चाहिँ एक्सर्साइज गर्न जरुरी छ, अलिक मिहिनेत गर्न जरुरी छ, एवेरनेसको अरू प्रोग्राम पनि ल्याउन जरुरी छ। र अहिले क्लेम सेटलमेन्टको हजुरले कुरा गर्नुभयो बिचमा, कुनै समयमा जब नेपालमा 5-7 वटा कम्पनी थिए त्यो टाइम क्लेमको प्रोसेस पनि स्लो थियो, बिस्तारै बिस्तारै सेटलमेन्ट हुने, क्लाइन्टहरूको पनि प्रेसर थिएन। तर अहिले चाहिँ तपाईँको जब यतिका कम्पनी नेपालमा सञ्चालन भइरहेछन्, अभियसली बिजनेस पनि बढाएको छ। अब भन्दाखेरि नन लाइफको मात्रै तपाईँको करिब 46-47 अरब रुपियाँको बिजनेस छ, 46 देखि 47 अरब रुपियाँको तपाईँको बिलियनको तपाईँको ग्रस रिटर्न प्रिमियम छ। लाइफको करिबन 3.5 गुणा त्योभन्दा बढी लाइफको छ, 4 गुणाको आसपास बढी छ। त भन्दाखेरि 217 अरबको बिजनेस नेपालमा छ। जब बिजनेस छ अभियसली क्लेम पर्दा पनि त्यो अनुसार क्लेम पनि जान्छ। र क्लेम सेटलमेन्टमा इन्सुरेन्स कम्पनीहरूले एबिसी होइन सबै कम्पनीले चाहिँ सेटलमेन्ट पनि एकदम फास्ट गरिरहेछ। अहिले चाहिँ एकदम बिमा प्राधिकरणको पनि एकदम कडा निर्देशन छ र कम्पनीको बोर्ड र म्यानेजमेन्ट टिमले पनि एज सुन एज पोसिबल क्लेमलाई सेटलमेन्ट गरिदिउँ, क्लेमलाई पेन्डिङ राख्नु हुँदैन, किन मार्केटमा चाहिँ गुडविल भनेको इन्सुरेन्सको क्लेम सेटलमेन्ट देखाएर नि हो नि त्यो। ओके, अब यो अब जस्तै क्लेम गर्दाखेरि नि सर युजुअली चाहिँ कति पर्सेन्टेज चाहिँ एक्चुअल रिपेमेन्ट हुन्छ भनौँ न इन्सुरेन्स कम्पनीले? त्यो भन्न अलिक गाह्रो छ। त्यो किन गाह्रो छ भने डिपेन्ड्स अपन दि पोर्टफोलियो। जस्तो इन्सुरेन्समा जेनरली 4 चिज हामी काट्छौँ, एउटा डेप्रिसिएसन, एउटा सेल्वेज, एउटा अन्डर इन्सुरेन्स, एउटा पोलिसी एक्सेस। अब हरेक पोलिसीको डिफ्रेन्ट हुन्छ तरिका। अर्को कुरा जस्तो तपाईँको घर भनौँ न 2 करोड रुपियाँको तपाईँको कुनै मिस्टर एक्सको 2 करोड रुपियाँ घर छ, उसले भन्छ 2 करोडको मैले गरेँ भने मेरो 10,000 रुपियाँ लाग्छ खर्च। बरु यसो गर्नुहोस् न सर, हजुर 30 लाखको मात्रै गरिदिनुहोस्, घटना त केही हुँदैन। उसले 30 लाखको मात्रै बिमा गरायो भन्दाखेरि उसले बिमा गरायो कति पर्सेन्टको भन्यो? 15% को मात्रै बिमा गरायो उसले। त्यस्तो केसमा भोलि क्लेम पर्दाखेरि उसले जति क्लेम पाउनु पर्ने हो त्यसको उसले 15% मात्रै पायो, किनभने उसको अन्डर इन्सुरेन्सको एडिक्वेसी भएन यसको कभरेजको। त्यही भएर त्यस्तो केसमा त उसले धेरै कम पैसा पायो। त्यही भएर हामी चाहिँ यसलाई अहिले तुरन्तै चाहिँ यति नै पाउँछ भनेर भन्न चाहिँ मुस्किल छ। इट डिपेन्ड्स अपन दि पोलिसी टर्म्स कन्डिसन र त्यसपछि उहाँको अन्डर इन्सुरेन्स छ कि छैन के छ त्यो सबै चिज हेरेर मात्रै हामी चाहिँ त्यसलाई चाहिँ भन्न सक्छौँ।
ओके कन्फ्लिक्टहरू या चाहिँ क्लेममा जस्तै कति एक्जाम्पलहरू आइरहेको होला जस्तै क्लेमहरूमा कहिलेकाहीँ आउँछ नि त्यस्तो कुनै कम्पनीमा अलिक बढी हुन्छ कुनैमा कम हुन्छ जिरो त मलाई लाग्छ सायद हुँदैन किनभने हरेक मान्छेलाई सन्तुष्ट बनाउन चाहिँ इट इज नेक्स्ट टु इम्पोसिबल त्यो त अब सकिँदैन त्यो पोसिबल छैन कसैलाई चाहिँ अलिकति ज्ञानको कमीले उहाँले कुरा बुझ्नु भएन मेरो 1 करोडको क्लेमको 10 लाख मात्रै किन आयो सो उहाँले पनि त्यस्तो मान्छेले पनि क्लेम गर्छ हाम्रो उजुरी हाल्छन् र कसैको वास्तवमा उसलाई चाहिँ एकदमै उसको चाहिँ चित्त बुझेको छैन सर्भेयरको एसेसमेन्टबाट या इन्सुरेन्स कम्पनीको स्टेटमेन्टबाट त्यस्तो केसमा पनि उहाँले उजुरी गर्न सक्नुहुन्छ बिमा प्राधिकरणमा त्यस्तो केसमा चाहिँ ट्राई पार्टी मिटिङ भएर चाहिँ यसको सोल्युसन पनि निस्किरहेछ ओके लाइक एक्सटर्नल धेरै कम छ त्यस्तो थर्ड पार्टी जस्तो थर्ड पार्टी राखेर अनि त्यसलाई चाहिँ थर्ड पार्टी होइन यसमा चाहिँ बिमा प्राधिकरण भनेको चाहिँ हामी सेमी जुडिसियरी कोर्ट जस्तो हो अर्ध न्यायिक चाहिँ निकाय हो उहाँको प्रेजेन्समा इन्स्योर र इन्स्योरर तिनटै पार्टी त्यहाँ बसेर चाहिँ त्यसमा चाहिँ त्यसको उपाय यसको चाहिँ आर्बिट्रेसन जस्तो एक्ज्याक्टली आपसमा त्यो गरेर निकाल्छ अब अहिलेको यो जुन सिनारियोमा नि सर अब जस्तै जुन 3.5 को कुरा गर्नु 3.7 कति भयो होइन यसलाई चाहिँ अझै इन्क्रिज गर्नलाई चाहिँ डिफिकल्टीहरू के छ त सर अब यो किन यो एक्सप्यान्ड भइरहेको छैन सर यसको सबभन्दा इन्सुरेन्स कम्पनीलाई बुस्टअप गर्ने एउटा उपाय मलाई के लाग्यो भने अलिकति हाम्रो गभर्मेन्टको चाहिँ अलिकति फोकस हुनु पऱ्यो जस्तो नेपालमा अहिले कस्तो छ भने कुनै पनि भेहिकल नेपालमा गुड्दैछ भने त्यसको थर्ड पार्टी इन्सुरेन्स भनेको द्याट इज म्यान्डेटरी यो करिब 10 वर्षदेखि चलिरहेछ नेपालमा कुनै पनि भेहिकल तपाईँको यदि बाटोमा अप्लाई भइरहेछ चलिरहेछ भने त्यसको चाहिँ थर्ड पार्टी इन्सुरेन्स गर्नै पर्छ त्यो बिना तपाईँको गाडी गुड्न सक्दैन सो द्याट इज लाइक म्यान्डेटरी फ्रम दि गभर्मेन्ट अफ नेपाल त्यस्तै गरिकन अब यदि सरकारले नेक्स्ट स्टेपमा जस्तो कर्णाली प्रदेशमा अहिले भएछ कर्णाली प्रदेशमा घरहरूको चाहिँ 20 लाखसम्मको बिमा कर्णाली सरकारले गरिदिएको छ ओके राइट सो त्यो चाहिँ नेपालभरिमा चाहिँ त्यो पनि एउटा अभियान हो जस्तो तपाईँले अहिले घरको नक्साको कुरा गर्नुभयो नि सर जब हामी घरको नक्साको लागि जब हामी लिन जान्छौँ त्यो लिन जाँदाखेरि चाहिँ तपाईँलाई पहिला इन्सुरेन्सको डकुमेन्ट ल्याऊ अनि मात्रै तिम्रो नक्साको काम अगाडि बढ्छ सुरुमै ओके त्यो गर्दाखेरि के हुन्छ भने इन्सुरेन्स चाहिँ तपाईँको म्याक्सिमम मान्छेहरू चाहिँ जसको घरहरू छ या सिभिल कन्स्ट्रक्सन त्यो चाहिँ इन्सुरेन्सको दायरामा आउँछ त्यो हुने बित्तिकै तपाईँको अनइन्स्योरको सङ्ख्या त घट्छ त्यस्तो केसमा चाहिँ कभरेज तपाईँको बढ्न सक्छ क्या त्यो चाहिँ गभर्मेन्टको एन्डबाट नै चाहिँ त्यो अलिकति त्यसमा चाहिँ अब हुनुपर्ने हो भन्ने मतलब जस्तै गाडीमा जसरी एट्याच गरेको छ त्यसरी नै घर बिमा पनि म्यान्डेटरी गरिदियो भने सरकारले त्यसले चाहिँ के हुन्छ भने अलिकति यो चाहिँ यसको ग्रोथ पनि हुन्छ ओके भनेपछि अलिक ठुलो प्रोजेक्टको त हुने नै भयो हजुर अलि सिभिल स्ट्रक्चर हाइड्रो पावर यिनीहरूकै कुराहरू गर्दाखेरि जस्तो हाइड्रो पावरको त हुनु नै पर्छ सब ब्याङ्क फाइनेन्स पनि केही पनि हुँदैन र त्यसपछि तपाईँको ठेकाहरूमा त गर्नै पर्छ उपाय नै छैन तर जस्तो आज हामीले भनौँ 3 करोड 4 करोड 5 करोड हामीले घर बनायो भने अब बिमामा किन पैसा लगाउने भने हाम्रो सोच त्यस्तो हुन्छ क्या त्यस्तो सोच यदि तपाईँले गभर्मेन्टले नै बाई डिफल्ट बाई कम्पलसरी बाई म्यान्डेटरी तरिकाले तपाईँ गर्नै पर्छ यो नगरिकन तपाईँको यो पासै हुँदैन भन्दाखेरि चाहिँ सो यु हेभ नो अदर अप्सन्स कम्पलसरी ओके त्यो चाहिँ अलिकति भइदियो त्यसपछि अर्को कुरा तपाईँको यो सरकारी संरचनाको कुरा जो सिंहदरबारहरू भइहाले अरू चिज पनि धेरै छ हाम्रो देशमा होइन त्यहाँ चाहिँ त्यो सरकारी जुन संरचनाहरूको पनि बिमा चाहिँ हुँदाखेरि चाहिँ राम्रो नै हुन्थ्यो जस्तो लाग्छ ओके अब यसमा अलिकति सिम्पल क्वेसन है सर यो के भन्दाखेरि इन्सुरेन्सको सपोज मानिलिउँ एउटा घरमा इन्सुरेन्स गर्यो होइन सर अब प्रिमियम चाहिँ तिरिरहेकै छ होइन अनि इन केस केही ड्यामेज भएन या चाहिँ डिजास्टर भएन भन्यो भने त्यसको के हुन्छ त्यो पैसा चाहिँ के हुन्छ पैसा फिर्ता हुँदैन सर फिर्ता हुँदैन किनभने जीवन बिमामा त पैसा फिर्ता हुन्छ त्यो मेच्योरिटी हुन्छ अब हजुरले हेर्दाखेरि त जीवन बिमाको प्रिमियम रेट पनि एकदम हाई हुन्छ हामीले 1 लाखको बिमा गर्दाखेरि करिब तपाईँको 7,065 को आसपास भनौँ न प्रिमियम लाग्छ 1 वर्षको निर्जीवन बिमामा के हुन्छ भने सर त्यसमा चाहिँ तपाईँको प्रिमियम एकदम कम हुन्छ 1 लाखको प्रिमियम भनेको 150-200 रुपियाँ जति प्रिमियम हुन्छ मात्रै ओके ओके प्रिमियमै केही हुँदैन र त्यसपछि भोलि केही घटना दुर्घटना घट्यो भने त हामीले त सेटलमेन्ट पनि गर्नुपर्छ र क्लेम रेसियो तपाईँ हेर्नुहुन्छ भने हरेक कम्पनीको करिबन 60-70-80% तपाईँको क्लेम रेसियो नै हुन्छ क्या तपाईँको त्यस्तो हुँदो रहेछ यसको प्रिमियम चाहिँ फिर्ता हुँदैन ओके ओके अनि अब सर यो अलिकति लार्जर कन्टेक्स्टमा हेऱ्यो भने जस्तै इन्डियामा पनि इन्सुरेन्स जुन चाहिँ सिनेरियो छ त्यो त अलिकति विकसितै जस्तो देखिन्छ
नेपालमा चाहिँ साउथ एसियाको हेर्दाखेरि र नेपालको सिचुएसन हेर्दा के देख्नुहुन्छ सर यहाँ चाहिँ अहिले कस्तो सिचुएसन सर अब धेरै फरक छ धेरै फरक नेपालको जनसङ्ख्या भनेको तपाईँको 3 करोडको आसपास छ हजुर र भारतको जनसङ्ख्या कुरा गर्नु 135 करोड छ त्यहाँ जनसङ्ख्या र अलिकति म्याच्युरिटीको पनि फरक छ सर त्यहाँ किनभने त्यहाँ अब ठुलो ठाउँ भएपछि अलिकति धेरै चिज फरक पनि पर्छ तपाईँको अब सरले भन्नु न अब इन्डियामा तपाईँको हामीले कुनै पनि लाइन अफ बिजनेसको कुरा गर्दाखेरि एक त त्यहाँ मेगा इन्डस्ट्रीहरू पनि छ ठुल्ठुलो इन्डस्ट्रीहरू छ तपाईँको हाइड्रोपावरको पनि त्यस्तै कुरा छ तपाईँको ओइलको एनर्जीको धेरै ठुल्ठुलो कामहरू त्यहाँ हुन्छ र सोध्नुहुन्छ भने कम्पनीहरूले 1000 करोड 2000 करोडको इन्सुरेन्सको प्रिमियमको कुरा गर्छन् त्यहाँ ठुलो छ र त्यहाँ चाहिँ तपाईँको सिस्टमेटिक पनि छ धेरै चाहिँ तपाईँको चाहिँ डिजिटल प्लेटफर्ममा गइसकेको छ त्यहाँ पनि होइन क्लेम सेटलमेन्ट छ तपाईँको क्यासलेस सिस्टम छ तपाईँको चाहे त्यो मोटर होस् चाहे हेल्थ होस् यो दुईवटा सेक्टरमा त उहाँहरू इन्डियामा चाहिँ तपाईँको क्यासलेस नै भइरहेछ तपाईँले केही गर्नु पर्दैन तपाईँको गाडी ठोकियो भने सिधै फोन गर्नुहोस् उसको मान्छे आउँछ तपाईँले अर्को गाडी दिन्छ चढ्नको लागि र त्यो गाडी उसले आफै टो गरेर लान्छ सोरुममा लान्छ बनाएर ह्यान्डओभर गरिदिन्छ त्यो सिस्टम त्यहाँ एकदमै ऊ छ र अर्को तपाईँको जस्तो हेल्थ इन्सुरेन्सको तपाईँ कुरा गर्नुहुन्छ भने भारतमा प्रिमियम जति उठ्छ त्यसको करिब 25% भन्दा बढी भनेको तपाईँको हेल्थ इन्सुरेन्समा छ त्यहाँको एक त गभर्मेन्टले पनि अलिकति उसमा पुरा एफर्ट लगाएको छ र त्यसपछि त्यहाँ क्यासलेस सिस्टम छ भन्दाखेरि कुनै मान्छेको स्वास्थ्यमा गडबडी आयो भने उसले यदि स्वास्थ्य बिमा लिएको छ भने सिधै ऊ हस्पिटलकोमा जाने उसको डेस्कमा गएर चाहिँ आफ्नो हेल्थको कार्ड देखाउने बित्तिकै उसको उपचारहरू सब भएपछि सम पोर्सन भेरी लो पोर्सन उसले चाहिँ कोपे जुन हामी भन्छौँ त्यो चाहिँ त्यो क्लाइन्टले आफै तिर्नुपर्छ इन्स्योरले बाँकी सबै उसको पेमेन्ट चाहिँ अनलाइनबाट उसको इन्सुरेन्स कम्पनीले हस्पिटलले आफै तिर्दिन्छ र उनीहरूको एउटा इको सिस्टम डेभलप भएको छ त्यो इको सिस्टममा कसले कति पैसा लियो कसले कति क्लेम गर्यो एभ्रिथिङ सबै डेटा त्यहाँ हुन्छ सो त्यो त्यहाँ एकदम इजी छ यहाँ नेपालमा पनि बिस्तारै बिस्तारै सबै हामी कम्पनीले पनि प्रयास गरिरहेछौँ त्यो पनि हुन्छ होला बिस्तारै नेपालमा पनि क्यासलेस त यहाँ पनि छ नेपालमा यहाँ पनि छ ओके बट हेल्थमा बढी छ अहिले हेल्थमा नि छ अहिले अब यो हेल्थ इन्सुरेन्स छ नि सर यो हेल्थ इन्सुरेन्स चाहिँ अहिले हेर्दाखेरि गभर्मेन्टको र सरहरूको जस्तो कम्पनीहरूबाट भइरहेछ होइन यो मोर प्राइभेट सेक्टरको हिसाबले हेर्दाखेरि चाहिँ यसमा चाहिँ यो अझै धेरै मान्छेले गरिरहेछ कि के छ सर यो कतिको सर हेल्थ इन्सुरेन्स करिब 9-10 वर्ष अगाडि चाहिँ हेल्थ इन्सुरेन्स बोर्डको जुन डेभलपमेन्ट भयो जुन नेपाल सरकारले जुन एउटा हेल्थ इन्सुरेन्स बोर्डको क्रिएसन गर्यो त्यो गरेपछि नेपालमा कस्तो भयो भने कुनै पनि नेपाली सिटिजन नेपाली नागरिक जो नेपालमा बसिरहेको छ नेपाली नागरिक छ उहाँले चाहिँ आफ्नो नजिकको वडाको कार्यालयमा गएर चाहिँ आफ्नो नाम इनरोल गराएर आफ्नो परिवारको उसले स्वास्थ्य बिमा गर्न सक्छ 3500 रुपियाँ चाहिँ उसको प्रिमियम परिवारको है अनि सदस्य बढ्यो भने त्यो अनुसार तपाईँको एडिसनल प्रिमियम त्यसमा चार्ज भइ नै हाल्छ त्यो सुरु भयो नेपालमा पहिला कुनै कुनै हस्पिटलमा तपाईँको चाहिँ सिस्टम सुरु भयो त्यो बिस्तारै चाहिँ धेरै अस्पतालहरू ती दायरामा आए र त्यो सुरुमा चाहिँ राम्रै चलिरहेको थियो तर त्यसपछि जब खालि बिमाको प्रिमियम मात्रै लिनु त भएन र प्रिमियम हामीले लिइरहेको छ त्यो कतिको एडिक्वेट छ हामीले कतिको पोसाइरहेको छ कि छैन त्यो पनि हामीले क्यालकुलेसन गर्नु पर्थ्यो चाहिँ त्यो अनुसार चाहिँ एउटा सुरु चाहिँ भयो कार्यक्रम केही दिन सुरु चल्यो त्यो त्यसपछि यति धेरै क्लेम आए सरले सोच्न पनि सक्नुहुन्न त्यो क्लेम चाहिँ क्लाइन्टले त या पेसेन्टले या इन्स्योर्डले त आफ्नो उपचार गरायो ऊ त आफ्नो घर गयो अब अल्टिमेटली अस्पतालवालाले त पैसा कोसँग पाउने सरकारसँग पाउने र त्यो चाहिँ टाइममा पैसा नआएको हुनाले चाहिँ मेनी अफ द हस्पिटल्स उहाँले चाहिँ यो सिस्टमलाई बन्द गरिदिए अहिले एकदम मिनिमम हस्पिटलले चाहिँ मात्रै यो सिस्टम गरिरहेछ र अहिले त्यति राम्ररी चाहिँ त्यो अहिले सिस्टम चलेको जस्तो मलाई लागिरहेको छैन र तपाईँ इन्सुरेन्स कम्पनीको कुरा गर्नुहुन्छ भने इन्सुरेन्स कम्पनीहरू जति नन लाइफ इन्सुरेन्स कम्पनी नेपालमा छन् 14वटा कम्पनी सबैले प्राय स्वास्थ्य बिमा उनीहरूले गरिरहेछ सबैको आफ्नो सिस्टम छ आफ्नो अन्डरराइटिङ फिलोसफी छ त्यो अनुसार उनीहरूले चाहिँ सम इन्स्योर राखेर चाहिँ प्रिमियम उनीहरूले चाहिँ चार्ज गरेर चाहिँ बिमा चाहिँ गरिरहेछन् कसैले नेपालमा मात्रै रिस्क कभर गरिरहेछ कसैले स्कोप अफ ट्रिटमेन्ट चाहिँ नेपाल र इन्डिया दुई ठाउँमा गरिरहेछ ए ओके जस्तै भनौँ न सर अब इन्डियाको दिल्लीमा मेदान्तमा कोही अब प्रायः जस्तो यहाँबाट अलिकति सिभियर केसहरू चाहिँ गयो अरे भन्यो भने नेपालको इन्सुरेन्सले कभर गर्छ सर त्यसको लागि कस्तो छ भने म एउटा सिम्पल इक्जाम्पल एउटा मेरै कम्पनीबाटै सुरु गरौँ न भनौँ न सपोज जस्तो सिद्धार्थ प्रिमियर इन्सुरेन्स कम्पनीमा म काम गरिरहेको छु सो कुनै क्लाइन्ट या कुनै व्यक्तिले मसँग बिमा गर्न चाहे स्वास्थ्य बिमा गर्न चाहे भने हामी उहाँलाई दुईवटा क्वेसन सोध्छौँ तपाईँलाई स्कोप अफ ट्रिटमेन्ट नेपाल मात्रै चाहिन्छ या नेपाल र इन्डिया दुइटै चाहिन्छ ओके यदि नेपाल र इन्डिया दुइटै चाहिन्छ भने यु निड टु पे एडिसनल प्रिमियम फर द्याट ओके
त जेनरली प्रिमियममा धेरै लम्बा चौडा फरक हुँदैन, नभएको हुनाले पिपल दे गो फर नेपाल एन्ड इन्डिया कभरेज। र त्यसको लागि चाहिँ नेपाल र इन्डिया कभरेज हामी दियौँ भने हामी के गरेछौँ, नेपालमा करिबन 3 दर्जन अस्पतालसँग हाम्रो चाहिँ क्यासलेसको टाइअप छ नेपालमा, र इन्डियामा हाम्रो चाहिँ अहिले प्यारामाउन्ट हेल्थ म्यानेजमेन्ट भन्ने एउटा थर्ड पार्टी एडमिनिस्ट्रेटर TPA भन्छौँ हामी, जसले चाहिँ क्लेमको सबै उसैले हेर्ने हो। त्यहाँ मिस्टर ए भन्ने मान्छेले हामीसँग बिमा गराएर ऊ भारतको गुरुग्रामको मेदान्त अस्पतालमा गयो भने हाम्रो इन्सुरेन्सको कार्ड त्यहाँ देखाएर उसले चाहिँ क्यासलेस ट्रिटमेन्ट लिन सक्छ। गर्ने बित्तिकै हाम्रो चाहिँ TPA ले उसलाई चाहिँ अथोराइजेसन उसलाई दिएपछि उसको ट्रिटमेन्ट सुरु हुन्छ र उसलाई भनिन्छ भाइ तपाईँको 2 लाख रुपियाँ खर्च आइरहेछ भने 1,70,000 रुपियाँ चाहिँ हामी दिन्छौँ, तपाईँलाई टेन्सन नलिनुहोस्, 30,000 रुपियाँ तपाईँ उहाँसँग लिनुहोस्। एउटा मैले एक्जाम्पल मात्रै दिएको, त्यो अनुसार चाहिँ अहिले चलिरहेछ र राम्रो नै भइरहेछ त्यो। ओके ओके। कन्स्ट्रक्सन सिभिल स्ट्रक्चर त भइ नै हाल्यो, त्यसमा अलिकति चाहिँ रेगुलर हाउसेसहरूको चाहिँ एउटा सिचुएसन भयो। अब यसमा अलिकति बढ्दो चाहिँ हेल्थ इन्सुरेन्स चाहिँ जस्तो देखिन्छ। हेल्थ इन्सुरेन्सको दायरा र यो स्कोप अफ रिच भनौँ न, कति मान्छे चाहिँ यो हजुरहरूको प्रोग्राममा या चाहिँ इन्सुरेन्स कम्पनीमा चाहिँ यिनीहरूको रिच चाहिँ छ? धेरै न्यून नै भन्नु पर्यो, एकदम कम छ, एकदम कम नै छ सर। किनभने अलिकति मैले हजुरलाई भन्न खोजेँ, मैले इन्डियाको मार्केटसँग हामी तुलना किन गरेँ भने इन्डिया हामीसँग नजिक नै छ। इन्डियाको मार्केटमा कस्तो छ भने तपाईँको मेडिकल भनेको उनीहरूको सबैको फोकस भनेको मेडिकल नै हो, र पिपल आर मेकिङ मनी फ्रम दिस पोर्टफोलियो। इन्सुरेन्स कम्पनीलाई राम्रै भइरहेछ मेडिकलमा। तर नेपालमा मेडिकल इन्सुरेन्स भनेको लस बिजनेस भइरहेछ। किन छ भने एक त यहाँ हाम्रो जुन प्रिमियमको जुन प्राइभेटमा एक्चुअली प्राइभेटमा पनि लसमै छ हाम्रो। जस्तो एक त हाम्रो जुन प्रिमियमको जुन हामीले क्यालकुलेसन गर्छौँ, प्रिमियम जसरी एराइभ हुन्छ त्यो चाहिँ हाम्रो कुनै चाहिँ एक्चुरियल मेथड चाहिँ अहिले त्यति छैन हाम्रो। एउटा चाहिँ हामी पास्ट हिस्ट्री हेर्छौँ, क्लेम हिस्ट्री हेर्छौँ, अलिकति मार्केट ट्रेन्ड हेरेर चाहिँ हामी एज फ्याक्टरहरू हेरेर चाहिँ हामी प्रिमियम फिक्स गरेको हुन्छौँ, त्यो गरेको हुन्छ एउटा। अर्को कुरा के छ भने नेपालमा हेल्थ इन्सुरेन्स लिनेलाई मेन इन्ट्रेस्ट के छ भने हस्पिटलाइजेसन भन्दा पनि ओपिडीमा बढी उनीहरूलाई इन्ट्रेस्ट छ कि भोलि मेरो चाहिँ टाउको दुख्यो, पेट दुख्यो, म डक्टरलाई देखाएँ भने 5,000 खर्च भयो, त्यो मैले पाउनु पर्ने हुन्छ। हामी के भन्छौँ भने सर हजुरको 2 लाखको बिमा छ भने हजुरको चिन्ता कहाँ बढी हुन्छ, जहाँ तपाईँले यदि खुदा न खास्ता तपाईँले अस्पतालमा भर्ती हुनु पऱ्यो, तपाईँको त्यहाँ 1 लाखको 50,000को 1.5 लाखको बिल आयो भने तपाईँले चिन्ता हुनु पऱ्यो। तपाईँ त 5,000को लागि किन चिन्ता गर्नुहुन्छ, हामी उहाँलाई सम्झाउँछौँ। तर यहाँ चाहिँ अलिकति डिफ्रेन्ट छ सर। यहाँ चाहिँ 100% सम इन्स्योर्डको मतलब क्लाइन्ट विल बी मच ह्याप्पी यदि तपाईँलाई 60% ओपिडी दिनुभयो भने उहाँ ह्याप्पी हुनुहुन्छ। तर इन्डियामा त्यस्तो होइन। इन्डियामा पिपल गो फर हस्पिटलाइजेसन, त्यहाँ ओपिडीको पोर्सनको कभरेज प्रायः हुँदैन, भयो भने पनि त्यसको प्रिमियम यति हाई हुन्छ मान्छेले ओपिडीको कभरेज लिनै चाहदैन। ओके, देखो सो या सोचमा फरक छ सर। ओके, त्यस्तो छ। ओके, अब यसलाई चाहिँ भनौँ न, यसलाई अब अगेन यसलाई कन्भर्ट गर्न या चाहिँ यसलाई अझै प्रभावकारी बनाउनलाई चाहिँ के गर्नुपर्छ होला सर? वाट डु यु थिङ्क? सर त्यही यो मैले हजुरलाई भने नि जुन बुस्टअप गर्नु पऱ्यो, यो प्रोग्रामलाई एवेरनेस प्रोग्राम अगाडि ल्याउनु पऱ्यो। अलिकति हामी चाहिँ रुरल सेक्टरमा पनि हामी जानु पऱ्यो। तर नेपालमा के छ भने हाम्रो देश पनि सानो छ र मेन भनेको हाम्रो घाँसपास र कपास, यो 3टा चिज सब चिज राम्रै भयो भने एन्ड देन पिपल गो फर लाइक इन्सुरेन्स या अरू खर्चमा जान्छ। र मान्छेमा एउटा सोच हामीले के जगाइरहेछौँ भने हेल्थ भनेको एकदम इम्पोर्टेन्ट हो। मान्छे नै रहेन भने त यो तपाईँको पैसा त केही काम लाग्दैन। त्यही भएर कमसेकम हेल्थको बिमा गराउँ। आज कुनै पनि मेडिकल तपाईँको हेल्थ र एजुकेसनमा धेरै खर्च छ हेर्नु सर। यसमा नि सर अब मैले देखेको अहिले लेट्स से सिटीमा फोकस गरौँ न। अहिले सपोज काठमाडौँ, विराटनगर, पोखरा यिनीहरू मेजर सिटिजको कुरा, अलिकति वेयर पपुलेसन इज हाई, त्यसमा चाहिँ धेरै जस्तो चाहिँ अलि बुढाबुढीहरू हुन्छ नि, अलि एजेड मान्छेहरूको सिनेरियोमा चाहिँ यो हेल्थ इन्सुरेन्स कसरी आउँछ? त्यसको लागि त मैले हजुरलाई भने नि गभर्मेन्टले नै अलिकति इनिसिएसन लिनु पऱ्यो। यो चाहिँ यो सोसल सेक्युरिटी अन्तर्गत जस्तो भनौँ न, एउटा चाहिँ 60 वर्ष जस्तो अहिले वृद्ध भत्ताहरूको कुराहरू छ नि, त्यस्तै चाहिँ तपाईँको यदि वन्स युआर अन्डर दि क्याडर अफ वृद्ध उसमा आउनुभयो भने अटोमेटिक तपाईँको चाहिँ गभर्मेन्टले नै चाहिँ उहाँलाई इन्सुरेन्सको लागि चाहिँ त्यो गरिदिने अटोमेटिक इन्सुरेन्स कम्पनीसँग टाइअप गरेर चाहिँ एउटा प्राइभेट पब्लिक पार्टनरसिप जस्तो मिलाएर त्यो अनुसार गर्दाखेरि चाहिँ त्यसको झन् राम्रो हुन्छ जस्तो लाग्छ मलाई। मिनिमम प्रिमियममा चाहिँ उहाँलाई चाहिँ बेनिफिट दिनु लागि। ओके, भनेपछि यसो हेर्दाखेरि सरको भनाइमा चाहिँ धेरै जस्तो इन्सुरेन्स चाहिँ अनिवार्य रूपमा टाइअप गर्यो भने त्यो फलोअप हुँदै जान्छ
होइन र जस्तै त्यसमा सब्सिडी पनि हुनु पऱ्यो गभर्मेन्टको तर्फबाट अलिक प्रिमियम कम हुनु पऱ्यो प्रिमियम पनि कम हुनु पऱ्यो जस्तो अहिले कृषिमा छ नि त धेरै कृषिमा 80%सम्म तपाईँको अनुदान दिइरहेछ सरकारले ए ओके अप टु 80% ओके अनि त्यसको बिमा पनि भइरहेछ नेपालमा ओके ओके त्यहाँ चाहिँ सक्सेसफुल छ त्यो मोडल चलिरहेछ चलिरहेछ ओके भनेपछि अब गभर्मेन्ट र प्राइभेट सेक्टरको एउटा चाहिँ पार्टनरसिपमा नै एउटा गयो भने चाहिँ यो चाहिँ अलिकति मजाले यो रिच हुन्छ भन्ने कुरा आयो भनेपछि हाम्रो भनौँ न जस्तै यो जुन चाहिँ रिचको कुरा छ मार्केटको साइज पेनिट्रेसन चाहिँ बढ्ने भयो त्यो अनुसारले जस्तो हजुरको अहिले हामी जस्तो कृषिको कुरा गऱ्यौँ नि कृषिको पनि भइहाल्यो त्यसमा लाइफ स्टकहरूको पनि बिमा भयो अहिले चाहिँ यसमा चाहिँ 80%सम्म सब्सिडी पाइरहेछ अरू सब्सिडी प्रोग्राम चाहिँ अरू लाइन अफ बिजनेसमा त्यस्तो छैन अहिले ओके गभर्मेन्टले नै इनिसिएसन लिनु पऱ्यो कि गर्नै पर्छ र गर्दाखेरि तपाईँले यो सुविधा पाउँछ भन्दाखेरि एउटा सामान्य कृषकले या लाइफ स्टक होल्डरले पनि जसको एउटा गाई एउटा भैँसी पनि छ भने उसले पनि कमसेकम चाहिँ ल ठिक छ 80% मैले सब्सिडी पाएँ भने वाइ नट टु इन्स्योर भोलि बिमा गर्दाखेरि बिमा गऱ्यो भोलि क्लेम गऱ्यो 90% अफ द सम इन्स्योरसम्म उसले चाहिँ आफ्नो क्षतिपूर्ति पनि पाउन सक्छ सो त्यस्तो केसेसहरू छ ओके अब यसमा नि सर अब अलिकति हाम्रो जुन चाहिँ एज अ इन्सुरेन्स कम्पनी छ नि जुन क्लेम गरेर जुन क्लेमको जुन बडीले चाहिँ त्यो क्लेमको जस्तै दिल्लीको कुरा गर्नुभयो नि सरले इन्डियाको जुन चाहिँ त्यो बडीले चाहिँ क्लेमलाई सेटल गर्ने बडी जसले एनालाइज गर्छ त्यो इन्फर्मेसनलाई चाहिँ उसले अनि त्यसपछि चाहिँ ल यति ठिक छ है भन्ने कुरा निक्लिन्छ त्यो बडी चाहिँ हाम्रो सायद हाम्रो अलिकति विक छ कि के छ त्यो बडीहरूको स्ट्रेन्थनिङ हुनुपर्छ कि के हो केसीलाई म के भन्न खोजेँ नेपालमा अहिले थर्ड पार्टी एडमिनिस्ट्रेटरको अहिले कुनै यहाँ व्यवस्था छैन नेपालमा टिपिएको लाइसेन्स यहाँ छैन अहिलेसम्म छैन हुने कुरा छ भनेर सुनेछौँ हामीले त अहिलेसम्म भएको छैन सो इट इज नेसेसरी त्यो हुँदा राम्रो हुन्छ किन राम्रो हुन्छ भने इन्सुरेन्स कम्पनीलाई मेन हेडेक भनेको अन्डर राइटिङको हेडेक मात्रै हुन्छ क्लेम सेटलमेन्ट भनेको दे विल टेक केयर अफ द्याट एक्ज्याक्टली किनकि क्लेम सेटलमेन्टमा उनीहरू एउटा आफ्नै उनीहरूको टिमै एक्सपर्टको टिम छ उनीहरूको काम त्यति मात्रै हो क्लेम सेटलमेन्ट गराइदिने र जेन्युन रेट केस जस्तो एक ठाउँमा तपाईँले एउटा अस्पतालमा एक्सरे गर्नुहुन्छ 500 लिन्छ अरूमा 1500 लिन्छ अरूमा 800 लिन्छ अरूमा 700 लिन्छ रेट हो कति सो उहाँहरूको इन्डियामा जुन इको सिस्टममा पहिले उनीहरूको टिपिएले हरेक अस्पतालसँग पहिले एग्रिमेन्ट गरेको हुन्छ हाम्रो कार्ड लिएर कोही तपाईँको अस्पतालमा आयो भने यु क्यानट चार्ज मोर देन $500 सिधै त्यो गभर्निङ त्यो बडी चाहिँ के हो त त्यो इन्डिपेन्डेन्ट गभर्मेन्ट बडी हुन्छ कि एउटा त्यस्तो टिपिए भनेको यो तपाईँको जस्तो नेपालमा नेपाल बिमा प्राधिकरण भनेको यहाँको रेगुलेटरी बडी छ त्यहाँ इन्डियामा आइआरडिए हुन्छ त्यो आइआरडिएको अन्तर्गतमा चाहिँ यो चाहिँ टिपिए यिनीहरू चाहिँ गभर्मेन्ट रेगुलेटरी बडीको साथमा यिनीहरूको समन्वय हुन्छ त्यो अनुसार मात्रै उनीहरूले काम गर्छ इट इज लाइक अथोरिटी हजुर अथोरिटी नै हो ओके त्यो नभइकन त उनीहरूले चाहिँ पहिला लाइसेन्स दिनु पऱ्यो लाइसेन्स दिनु पऱ्यो अनि मात्रै काम हरेक मान्छेले चाहिँ म गर्छु भने मिल्दैन ए भने मतलब त्यो मैले एकदम बेसिक जान्न खोजेँ सर के भन्दाखेरि त्यो बडीमा चाहिँ प्राइभेटले पनि काम गर्नु पाए यस देखेन तर लाइसेन्सिङ लिएर र उनीहरू जस्तो इन्डियामा हजुरको प्यारामाउन्ट हेल्थ म्यानेजमेन्ट भन्ने छ त्यसपछि तपाईँको एमडी इन्डिया भन्ने छ धेरै कम्पनी छ जसले चाहिँ टिपिएको काम गर्छ उसको काम के छ भने इन्सुरेन्स कम्पनी र यो हेल्थ सर्भिस प्रोभाइडर जुन छ नि यिनीहरूको चाहिँ यिनीहरूलाई चाहिँ साथमा राखेर यिनीहरूले चाहिँ काम गर्छ यताबाट यिनीहरूसँग इन्सुरेन्स कम्पनीसँग रिलेसन राख्छ ताकि उनीहरूसँग टाइअप होस् उतापट्टि अस्पतालहरूसँग चाहिँ उनीहरू चाहिँ टाइअप गरेर चाहिँ सेटलमेन्ट चाहिँ कमसे कममा होस् फाल्तु पैसा नलागोस् त्यस्तो केसमा हुन्छ आजकल त तपाईँको अनलाइन पनि हुन्छ मोबाइल एपबाट पनि तपाईँ चाहिँ यो सुविधा दिन सक्नुहुन्छ त्यस्तो छैन किनभने मैले यसो विचार गर्दाखेरि नि सर इन्सुरेन्स जुन क्लेम गर्छ नि त्यो नै एकदमै इन्कन्सिस्टेन्ट भयो नि त जस्तै सरले भन्नुभयो नि कुनै ठाउँमा 500 लिइरहेछ कुनै ठाउँमा 1500 लिइरहेछ त्यो हुँदाखेरि त एउटा इन्कन्सिस्टेन्सी त धेरै बढ्यो त्यो रेगुलेटरी बडी नभएको कारणबाट भयो किनभने जुन क्लाइन्ट एउटा अस्पतालमा गयो जहाँ ₹500 एक्सरेको छ उसले क्लेम कहाँ गर्छ अल्टिमेटली इन्सुरेन्स कम्पनीले गर्छ उसको खर्च कम लाग्यो इन्सुरेन्स कम्पनीले खर्च कम लाग्यो अब त्यही क्लाइन्ट चाहिँ अर्को अस्पतालमा गएर जब ₹1500 एक्सरेको तिर्छ भने उसको पनि कस्ट हाई भयो उसको पनि सम इन्स्योर्डको ब्यालेन्स त कम भयो नि त अब किनकि उसको क्लेम त बढी भयो र इन्सुरेन्स कम्पनीले पनि तिर्नै पऱ्यो त्यो अनुसार किनभने उसको बिल छ वाकाइदा भन्दाखेरि सफरर दुइटै हो क्या सर हो एक्ज्याक्टली त्यहाँ त मिलेन त कुरै मिलेन किनभने यो त अब एकदम हामी अर्ली फेजमा छौँ नि त एकदम यो कुरा अरू चिजमा पनि जस्तै कन्स्ट्रक्सनमा पनि यही छ कतिको छ सर नै सर कन्स्ट्रक्सनमा अलिकति म्याच्योर छ क्यासलेसहरूको त्यस्तो कुराहरू छैन किनभने यिनीहरूको क्लेम पनि हुँदाखेरि साइज अफ क्लेम मतलब ठुलो नै हुन्छ होइन त्यो त्यसमा छैन तर अहिले हामी सिद्धार्थ प्रिमियर इन्सुरेन्सले यो 2-2.5 वर्षदेखि हामी चाहिँ एउटा चाहिँ
अनलाइन प्लेटफर्मबाट हामी क्लेम सेटलमेन्ट गरिरहेका छौँ। अब त्यो कतिको फेरि त्यहाँ कुरा त्यही त आयो सर। त्यहाँ फेरि अलिकति गाह्रो छ सर। हो त्यही त, त्यो कतिको चाहिँ अथेन्टिक भनौँ न। यहाँ चाहिँ यहाँ त कुरा त क्लेमको अथेन्टिसिटीको कुरा पनि आयो। अथेन्टिसिटीको कुरा आयो, किनभने अर्को पार्टीले चेक गर्यो भने न त्यहाँ चाहिँ अथेन्टिसिटी आउने हो। एकदम सही हो हजुरको। हामीले के छ भने दुईवटा कुरा हामी, एउटा चाहिँ हाम्रो इन्सुरेन्स भन्ने कुरा व्यापार भइहाल्यो, हजुर। अर्को अलिअलि CSRको पनि पोर्सन अलिअलि त्यहाँ गएको जस्तो देखियो। किनभने मतलब वी आर टोटली डिपेन्डेन्ट अन दि पेपर्स द्याट आर प्रोभाइडेड भाया योर यो साइटमा, तपाईँको जुन वेबसाइटमा या तपाईँको एपमा आएछ, हामीले त्यो ओरिजिनल हो कि होइन, सही हो कि होइन, त्यो जाँच्न बहुत गाह्रो भइसकेको छ हामीलाई। र 50,000 रुपियाँसम्मको मोटरको केसेसमा हामी दिइरहेछौँ। गाडी घोडाहरूको जुन गाडीको जुन लसेस हुन्छ 50,000सम्मको यदि ओन ड्यामेजको लस छ भने वी आर सेटलिङ थ्रु आवर अनलाइन प्लेटफर्म, र 24 घन्टाको भित्रभित्र चाहिँ क्लाइन्टको खातामा पैसा गइहाल्छ। एकदम सजिलो भयो। ओके। अब सर हामीले गाह्रो के भयो, त्यसमा मोरल हेजार्डको हामीलाई गाह्रो भयो। किन क्लाइन्टले भन्छ हिजो मेरो गाडी ठोक्यो, त्यो हिजो ठोक्यो कि 2 वर्ष अगाडि ठोक्यो कि त्यो अनलाइनले गर्दा त्यो थाहा छैन। किन उसले त डकुमेन्ट मात्रै हाल्यो। अर्को हामीले पुलिस रिपोर्ट पनि माग्दैनौँ, किनभने नभए मान्छेको मनमा डर हुन्छ, ओहो म त पुलिस रिपोर्टको लागि पुलिस थाना जानु पऱ्यो, त्यहाँ मैले रिपोर्ट लेखाउनु पऱ्यो, FIR दर्ज गर्नुमा धेरै नियमहरू हुन्छ। यहाँ त केही पनि छैन, एकदम सजिलो छ। मिनिमम डकुमेन्ट देऊ, फटाफट 24 घन्टामा पैसा पनि आफ्नो खातामा आयो। सो त्यस्तो केसेसमा मोरल हेजार्डको केस पनि धेरै आउँछ, त कहिलेकाहीँ आँखा चिम्लिनुपर्छ। त्यही भएर चाहिँ हामी यसलाई चाहिँ ठिक छ, यो माध्यमबाट कमसेकम हामी 1 to 1 हामी पुगिरहेछौँ, मान्छेको विश्वास पनि बढाएको छ। किनभने हेर्नुहोस् कुनै पनि केसेसमा चाहिँ 10% 15% केस चाहिँ त्यस्तो आउँछ, त्यो त हामीले उपाय नै छैन, ओभरलुकै गर्ने सोचेकै हुन्छ हामी। त्यो अनुसार हाम्रो प्रिमियम पनि त्यो अनुसार हामीले सोचेर नि हामी त्यो अनुसार हामी बनाएको हुन्छौँ त्यसमा। यो चाहिँ अब यसलाई यिनीहरू चाहिँ अब ग्राउन्ड रियालिटीको अलिकति प्रब्लम्सहरू भयो होइन। अब यसलाई अलिकति स्ट्रिमलाइन गऱ्यो भने चाहिँ हामी बेटर सिचुएसनमा कसरी जाने। मेरो चाहिँ यो क्वेसन चाहिँ पछाडि के भने अहिलेको जुन अब भनौँ न पोस्ट जेनजी इलेक्सन, अब नयाँ गभर्मेन्ट, अब न्यू पोलिसी होइन, अनि यो इन्सुरेन्स एज अ होल इन्सुरेन्स इन्डस्ट्री भनौँ न, यसलाई चाहिँ अझै रिच गर्नलाई के खालको अझै करेक्सन्सहरू, के चाहिँ बाधाहरू चाहिँ हामीले फुकाएर या चाहिँ सजेसन्सहरू चाहिँ हामीले दिएर उयो पोलिसी मेकरहरू ल मेकरहरूले चाहिँ यिनीहरूले ल यो कुरा चाहिँ गऱ्यो भने चाहिँ यो चाहिँ धेरैलाई फ्रुटफुल हुने रहेछ। जस्तै हामीले एउटा चिज देख्यौँ नि कि रेगुलेटरी बडिजहरूको कमी छ होइन, क्लेमको जुन चाहिँ तरिका नै यहाँ चाहिँ अलिकति इन्कन्सिस्टेन्ट छ होइन। भने यिनीहरू कुराहरूलाई लिएर चाहिँ सरले के देख्नुहुन्छ? सर यसमा मैले हजुरलाई भने एउटा कुरा भनेको त गभर्मेन्टको एन्डबाट एउटा प्रेसर पनि हो, त्यो बिमा आवश्यक छ भनेर एउटा त्यो आयो, त्यो पार्टनरसिप पब्लिक प्राइभेट। हजुर। सेकेन्ड कुरा मेरो दिमागमा के आयो भने माइन्डसेट। अल्टिल एन्ड अनलेस तपाईँको माइन्डसेट नै यो तयार हुँदैन कि भाइ मैले बिमा गर्ने आवश्यक किन छ। तर अहिले चाहिँ के छ भने मान्छेहरू अलिकति बिमाप्रति अलिकति ध्यान दिन थाल्छन्। पोस्ट अर्थक्वेक, पोस्ट फ्लड लसेस एन्ड पोस्ट जेनजी। कि अहिले मानिसहरूलाई यति ठुलो लस भयो, कति केसेस हामी कहाँ पनि आएछ, उसले क्लेम गरेछ, अनफर्चुनेटली इन्सुरेन्सको कभरेज छैन। एउटा घरको छ, अर्कोको छैन, अर्को घरमा आगलागी भयो, क्लेम गर्न आएछ, बिचरा उसलाई त केही थाहा छैन। उसले आएर यहाँ क्लेम गरेछ, उसको त्यो सम्पत्तिको संयोगले बिमा छैन, न किता नम्बर मिल्छ, न वार्ड नम्बर मिल्छ, न भवन मालिकको नाम मिल्छ, मतलब द्याट इज नट इन्स्योर्ड। सो इन द्याट केस उसको हात त खाली भयो, उसले केही पनि पाएन। अब क्लाइन्टहरूले, अब मान्छेहरूले के छ भने अलिकति आफै इन्ट्रेस्ट लिएर, ओहो मेरो यो घरको त बिमा छैन, यो मोटरसाइकलको बिमा त फेल भएको छ, डायरी मेन्टेन गर्ने, आफ्नो स्टाफहरूलाई इन्स्ट्रक्सन दिने, कुनै पनि चिज चाहिँ फेल हुनु हुँदैन भाउ, बिमा हामीले गर्नुपर्छ भने मान्छेलाई इन्ट्रेस्ट बढाएको छ। अब मलाई लाग्छ चाहिँ अलिकति गभर्मेन्ट साइडबाट पनि प्रेसर आयो, घरको बिमा कम्पलसरी भयो, भनौँ न मोटर भेहिकलको त थर्ड पार्टी कम्पलसरी छँदैछ। त्यो बाहेक पनि अरू पनि चिज सेक्टरमा 1-2 सेक्टरमा अरू अगाडि बढ्यो भने र अलिकति हामीले पनि यतापट्टि एजुकेट गर्न खोज्यौँ भने, र कोसिस त हाम्रो जारी नै छ, र बिमा प्राधिकरणले पनि एकदमै राम्रो होमवर्क गरिरहेको छ अहिले। उहाँहरूको पनि अफिस हरेक प्रोभिन्समा उहाँको अफिस छ, उहाँले पनि टाइममा चाहिँ एउटा जागरण जस्तो प्रोग्राम पनि उहाँ गरिराख्नु भएको छ। त्यस्तो प्रोग्रामले पनि अलिअलि चाहिँ इन्सुरेन्सको पेनिट्रेसन बढिरहेछ, र यो विगत आगामी चाहिँ 2-3 सालमा मलाई लाग्छ अलिकति राम्रो नै हुन्छ जस्तो लाग्छ मलाई। ओके। अब यो अहिलेको यो जुन मुभमेन्ट भयो नि जेनजी मुभमेन्टमा धेरैवटा गभर्मेन्ट बिल्डिङहरू पनि हामीले देख्यौँ नि। गभर्मेन्ट बिल्डिङ चाहिँ तिनीहरूको के इन्सुरेन्सहरूको थिएन है सर? त्यो कम्पेयरमा प्राइभेट बिल्डिङ्सहरूको चाहिँ थियो। प्राइभेट बिल्डिङमा पनि जसको मैले हजुरलाई भने नि जसको लोन छ उहाँको त हुनैपर्छ, र थियो पनि। र अरू चाहिँ व्यापारीहरू, उद्योगपतिहरू
या जसले अलिकति इन्सुरेन्सलाई बुझिया छ, इन्सुरेन्सप्रति विश्वास छ, उहाँले बिमा गराउनु भएको छ। ओके। र बिमा गराएपछि उहाँले चाहिँ क्लेम गर्न पाउनुभयो र उहाँले क्लेम पनि नियमअनुसार जे छ एज पर द टर्म्स कन्डिसन अफ द पोलिसी उहाँले चाहिँ कम्पेन्सेसन पनि पाउनुभएको पनि छ र कसैको बाँकी छ भने उहाँले पाइहाल्नु पनि हुन्छ। भनेपछि यसो हेर्दाखेरि त गभर्मेन्टले कम्पलसरी गरेको ठाउँमा जस्तै लोन लिएको, लोनमा कम्पलसरी बिमा लिनै पर्यो, त्यो त्यस्तो केसमा चाहिँ कम्पलसरी गरेरै गयो भने चाहिँ अलिकति यो एक्सपेन्सन उहाँ सफल हुनु भएन, उहाँले पाउनुभयो हो भन्ने भयो होइन सर? हजुर। सो आउट अफ दि टोटल मैले भने इकोनोमिक लसेस जुन भएको छ नेपालमा त्यसको 20% जति मात्रै चाहिँ बिमाको दायरामा परेको मेरो हिसाबले भन्दाखेरि 80% या 75 to 80% भनेको त अनइन्स्योर्ड। कति ठुलो लस आयो होला। अब यसमा छ नि, अब जुन अहिले यसो हेर्दाखेरि ग्लोबलाइजेसन चाहिँ एक किसिमले अब जुन अहिले नयाँ गभर्मेन्टमा आइरहेकोहरू छ उहाँहरूले चाहिँ नयाँ किसिमको चाहिँ इकोनोमिक कुराहरू गर्दै हुनुहुन्छ होइन? त्यो ग्लोबलाइजेसनकै अलिकति नेक्स्ट फेज जस्तोको कुरा निस्किँदैछ। त्यो कुरा गर्दाखेरि चाहिँ हामीले के गर्नुपर्छ अब भन्ने कुरा त्यहाँ आयो नि होइन? त्यो लेभलमा हामी पुग्नलाई एउटा भनौँ न, अहिले चाहिँ माउन्टेनियरिङकै इन्सुरेन्सको कुरा गर्दाखेरि माउन्टेनियरिङको इन्सुरेन्स पनि फेरि बढी चाहिँ इन्टरनेसनल इन्सुरेन्स कम्पनीहरू छ भने नेपालमा चाहिँ हामीले त्यो अब त्यो चाहिँ हाम्रो ल्याकिङै छ होइन? भनेपछि त्यसमा चाहिँ अझै हामीले मेहनत गर्नु या चाहिँ के अब त्यस्तो जस्तो हजुरले माउन्टेनिङ कुरा त्यहाँ हामीसँग ट्रेकिङ इन्सुरेन्स हामीसँग पनि छ। ट्रेकिङको छ, ट्राभल र ट्रेकिङ त्यो पनि हामीसँग छ यहाँ। र प्रायः जति नन लाइफ इन्सुरेन्स सबैले गरिरहेछन् त्यो कुरा। र अर्को हामीसँग जस्तो एउटा इनबाउन्ड नेपालको डोमेस्टिक टुरिज्मलाई प्रमोट गर्नको लागि हामी आफै यहाँबाट पोखरा जाने, विराटनगर जाने, भैरवा जाने, चितवन जाँदाखेरि हामी आफै पनि 2 दिन 4 दिन 5 दिनको लागि हामी बिमा गर्न सक्छौँ। त्यो इनबाउन्ड पनि छ हामीसँग ट्राभलको, त्यो पनि छ। र अर्को ट्रेकिङको पनि हामीसँग बिमा सबै कम्पनीले गर्छ, त्यो पनि छ हामीसँग। त्यसको चाहिँ अब त्यही रिच पनि अझै राम्रै छ कि के छ? अब त्यो अनुसार प्रिमियम जुन अनुसार रिस्क हुन्छ त्यो अनुसार प्रिमियम हामी लिइरहेछौँ र ठिक छ, त्यसमा केही त्यस्तो छैन। मेन त इन्सुरेन्समा फ्रड हुनु भएन, यो स्क्याम हुनु भएन, गलत क्लेम आउनु भएन होइन? हो, त्यसको लागि चाहिँ त्यो अरू बडिजहरू चाहियो हामीलाई होइन? अहिले मोनिटरिङ बडी भनेको त रेगुलेटरी बडी छँदैछ र इन्सुरेन्स कम्पनीको पनि आफ्नै एउटा सेपरेट अन्डरराइटिङ युनिट भन्ने छ जसले चाहिँ हरेक चिज सोचेर सम्झेर पास्ट क्लेम हिस्ट्री, क्लाइन्टको मोरल हेजार्ड धेरै कुराहरूमा ध्यान राखेर मात्रै हामी अन्डरराइटिङ गर्छौँ। एभ्री प्रपोजल जुन तपाईँको आयो त्यो अहिले बिमा गर्नै पर्छ भन्ने कुनै जरुरी छैन, त्यसलाई दूरबीनले हेर्नुपर्छ हामीले पहिला त्यस्तो हुँदो रहेछ। एउटा कुरा नि सर, अब यो जुन नेपालको बिमा क्षेत्रको उत्थानको लागि यो शिक्षामा के कस्तो रोल छ सर? के भइरहेछ? सर बिमा क्षेत्रको विकासको लागि नेपालमा अहिले यहाँ भएका सबै कम्पनीले आफ्नो तरिकाबाट सेमिनार, वर्कसप, गोष्ठीहरू गरेर विभिन्न कार्यक्रम गरेर चाहिँ यिनीहरूले इन्सुरेन्सलाई यसको विकासमा आफ्नो आफ्नो काम त गरिरहेछन्। तर अहिले चाहिँ नेपालमा इन्सुरेन्स इन्स्टिच्युट अफ नेपाल जुन चाहिँ तपाईँको बिमा प्राधिकरणको अन्तर्गतमा आउँछ, त्यो अर्कै एउटा त्यो संस्थाको काम के छ भने त्यसले चाहिँ इन्सुरेन्समा भएका इन्सुरेन्सका कम्पनीहरूका इम्प्लोइजहरू भइहाल्यो, अरू प्रोफेसनल मान्छेहरू भइहाल्यो, व्यापारीहरूलाई पनि यो इन्सुरेन्सको ज्ञानको लागि चाहिँ टाइम टाइममा ट्रेनिङहरू दिने, टाइम टाइममा बाहिर नेपालभित्र नेपाल बाहिर पनि वर्कसपहरू चाहिँ गराएर चाहिँ उनीहरूलाई चाहिँ इन्भल्भ गराइरहेछन् र त्यसको लागि एकदम राम्रो काम भइरहेछ। र त्यसमा नेपालमा रहेका इन्सुरेन्स प्रोफेसनल्सहरूबाट पनि र बाहिरबाट पनि प्रोफेसनललाई बोलाएर पनि यहाँ चाहिँ उनीहरूले टाइम टाइममा ट्रेनिङहरू दिएर चाहिँ इन्सुरेन्सको विकास भइरहेछ। र आगामी दिनमा चाहिँ यसलाई चाहिँ युनिभर्सिटीको क्युरिकुलममा पनि चाहिँ राखेर अगाडि बढाउने पनि कुरा भइरहेछ, त्यसको लागि प्रयास पुरा छ। ओके, भनेपछि यो कुन टाइपको कोर्समा आउँछ सर? जस्तै भनौँ न बिजनेस एडमिनिस्ट्रेसन या चाहिँ चार्टर्ड अकाउन्टेन्सी या यिनीहरू? यो हजुरको चाहिँ के छ भने तपाईँको रिस्क भन्ने नै एउटा च्याप्टर हुनसक्छ, तपाईँको रिस्क म्यानेजमेन्टको बारेमा हुनसक्छ, तपाईँको इन्सुरेन्स एन्ड रिस्क म्यानेजमेन्ट जस्तो पनि हुनसक्छ त्यो होइन? त्यो अनुसार चाहिँ मान्छेलाई चाहिँ जस्तो अहिले हुन त हाम्रो ब्याचलर लेभलमा ब्याङ्किङ एन्ड इन्सुरेन्स छँदैछ, तर झन् त्यो इन्सुरेन्सको अलिकति पार्ट मात्रै छ। यसमा चाहिँ अलिकति विस्तृत रूपमा नै इन्सुरेन्समा नै तपाईँले केही गर्न चाहनुहुन्छ भने तपाईँ यसो पनि गर्न सक्नुहुन्छ। र त्यसको लागि पनि क्युरिकुलम चाहिँ तयार भइरहेछ र बिमा प्राधिकरण र IIN इन्सुरेन्स इन्स्टिच्युट नेपाल पनि पुरा यसमा लागिरहेछ अहिले। ओके, भनेपछि कोर्समा आउने भयो त्यो? आउनु सक्छ भेरी सुन। ओके, अनि यो मास्टर्स डिग्रीहरूमा पनि जान्छ सर? के छ पछि बिस्तारै जान्छ अगाडि? ओके, यसो जान्छ। ओके, यो स्पेसलाइजेसन नै हुन्छ तपाईँको इन्सुरेन्समा तपाईँको। ओके ओके सर, अब
सरको चाहिँ अलिकति गायकको पनि एउटा चाहिँ चलचित्र छ होइन सर। अब हाम्रो चाहिँ टी सिरिजसँग पनि हजुर, म चाहिँ सुरुदेखि नै अलिकति मेरो गायन क्षेत्रमा पनि इन्ट्रेस्ट थियो र मलाई चाहिँ कमसेकम अगाडि बढेर चाहिँ यो गायनमा नै अगाडि बढ्ने भनेर मेरो इच्छा थियो। ए ओके। तर फेरि अब यो लाइन चाहिँ डिरेक्सन अलिकति चेन्ज भयो। मलाई चाहिँ अहिले म यो पुरानो गीतहरू अलि बढी इन्ट्रेस्ट छ, त्यसपछि भजनहरूमा पनि मलाई इन्ट्रेस्ट छ र एज एन एमेच्योर म गाउँथेँ पनि। र 2003-04 मा मैले चाहिँ होइन यो लाइनमा पनि अगाडि बढ्नुपर्छ। वेन आई वाज वर्किङ विथ एनएलजी इन्सुरेन्स कम्पनी, नेसनल लाइफ एन्ड जेनरल इन्सुरेन्स कम्पनीमा काम गर्दै थिएँ। त्यो टाइम मलाई चाहिँ एउटा जुनुन नै मेरो दिमागमा सवार भयो अनि एउटा टिम बनाएर चाहिँ हामी 7जनाको टिम थियो। टिम नै बनाएर गुलसन कुमारको टी सिरिज भन्ने कम्पनी छ, त्यहाँ पुगेर चाहिँ त्यहाँ आफ्नो एल्बम चाहिँ त्यहाँबाट रिलिज गराएर नै हामी आयो क्या। त्यस्तो मतलब एउटा इन्ट्रेस्ट थियो। त्यसपछि अब धेरै त्यहाँ समय दिन सकिएन र एज एन एमेच्योर त अहिले पनि गाइ नै रहेको छु, टाइममा प्रोग्रामहरूमा गइरहन्छु। त्यस्तो छ, एउटा आफ्नो सोख चाहिँ त्यस्तो छ। हजुर हजुर। यो सोखलाई जस्तो भनौँ न जीवनमा, जस्तै अब भनौँ न यो अब जुन लाइनमा सर हुनुहुन्छ अलिकति स्ट्रेसफुल छ होइन, विभिन्न खालको प्रेसर छ होइन, त्यस्तो सङ्गीतले चाहिँ लाइफलाई त्यसले कसरी हेल्प गर्छ यो क्यारियर? डेफिनेटली यो सङ्गीतले तपाईँको एकदम न्युट्रलाइज गरिदिन्छ। दिनभरि तपाईँ काम गर्दाखेरि अलिकति तपाईँलाई टायर्ड फिल हुन्छ भन्दा तपाईँ यसो घरमा गएर आधी घन्टा जति आफै गेट बन्द गरेर आधी घन्टा तपाईँ गुनगुनाउनुहोस्, सङ्गीत सुन्नुहोस्, तपाईँले यति रिल्याक्स फिल हुन्छ तपाईँ कल्पना गर्न सक्नुहुन्न। तपाईँको एकदम पोजिटिभ एनर्जी आउँछ तपाईँको क्या। त्यसपछि तपाईँ हरेक चिज तपाईँको न्युट्रलाइज हुन्छ। मैले त्यो चिज फिल गरेको छु। सर अब यो जुन सरको गीत गाउने ब्याकग्राउन्ड छ, गीत एज अ गायक, यो इन्सुरेन्सको हिसाबले हेर्दाखेरि कस्तो सरलाई चाहिँ अलिकति इन्सुरेन्स कसरी सक्सेसफुल हुनुभयो भन्ने कुरा पनि आयो नि त यहाँ होइन? हजुर, कस्तो छ भने अब धेरैले भन्छन् तिमी त गीत गाउँदा गाउँदै यो त यति व्यापार गरिसकेको छ। किन म त सुरुमा चाहिँ मार्केटिङमा थिएँ, सेल्सको काम, इन्सुरेन्समा सेल्सको काम मैले हेर्थेँ, राम्रै व्यापार गर्थेँ सुरुमा। म के गर्थेँ भने जस्तो कुनै एउटा आफ्नो कुनै एउटा पब्लिक प्रोग्राम हुन्थ्यो, जहाँ भजनको प्रोग्राम हुन्थ्यो या गीतको कुनै प्रोग्राम हुन्थ्यो, म त्यहाँ जान्थेँ र त्यहाँ आफ्नो गायकीबाट आफू गाएर मान्छेले ओहो भाइ को हो भनेर उसलाई इन्ट्रेस्ट लाग्थ्यो क्या। उहाँ भाइ त इन्सुरेन्समा हुनुहुन्छ नि, ए हो र, ल भोलि एकचोटि आउनुहोस् न मलाई भेट्न। त्यसरी चाहिँ मैले चाहिँ आफ्नो रिलेसनलाई क्यापिटलाइज गरेँ। मैले ट्रस्ट पनि बढ्यो। त्यसको इन्सुरेन्स चाहिँ अब तपाईँ यता गीतको लाइन पनि चल्यो, इन्सुरेन्सको लाइन पनि चल्यो। त्यो गर्दा चाहिँ मेरो चाहिँ चिनजान एकदम राम्रो भयो र त्यसपछि सर्भिस पनि मैले राम्रो दिएँ र बिस्तारै त्यो गर्दाखेरि चाहिँ म आज भगवान् पशुनाथको आशीर्वादले म यहाँसम्म पुगेको छु। हजुर हजुर। इट्स ए गुड स्टोरी, इन्सपायरिङ स्टोरी फर अल अफ अस। सबैजनालाई, हाम्रो भ्युवर्सहरूलाई पनि आजको प्रोग्राम, आजको पोडकास्ट चाहिँ अलिकति मोर एजुकेसनल प्लस अवेरनेस बिल्डअप हुने र वी विश यु अल द बेस्ट फर यर। थ्याङ्क यू सो मच सर। थ्याङ्क यू फर ह्याभिङ मी हियर। थ्याङ्क यू सो मच। थ्याङ्क यू। नमस्ते।